यो यसलाई के भन्छ अरे कमल पोखरी पट्याइनीको कमल पोखरी हामी कमल पोखरी आएको छौँ आज साइक्लिङ होइन सिटी राइड यस्तो बबाल ठाउँ छ हेर्नु न पोखरी माथि फुल फुलेछ है तर पुरै कमलको फुल ल फुल फुलेछ के पुरै कमलको फुल एकचोटि आउनुपर्ने ठाउँ रहेछ यो अवश्य Stone Park Patiheni. यो गयो यो ए खतरा गयो यार उता गई खिचिहाल्नु त झार बगेर आछ यो लाएर गयो गयो नि हो नि ल गाइस हामी चाहिँ यो स्टोन पार्कमा गई हेर्नको लागि है गाइस बबाल यो चाहिँ हाम्रो राप्ती नदी हैन राप्ती नदीमा गयो लाएर चाहिँ बबाल गई झार बगेछ के ढाडमा झार छ हातका झार उता चाहिँ गडा रहेछ बबाल जुम गरेर पनि खतरा देखिँदो रहेछ खतरा खेलिरहेको गई है यहाँ माछा एकदम उफ्रिन्छ नि हो ऊ पनि पाउँछ कि हारको त्यो के अरे डल्फिन होइन रहेछ त्यो डल्फिन त पाउँछ राखेको त्यही भएर ल गाइज आज हामी चाहिँ पट्यानीको के अरे दाइ हो स्टोन पार्कमा यस्तो रमाइलो गर्दै हामी दाइहरूसँग है बबाल है सरी दाइहरूसँग हामी चारजना है आजको राइड एकदम बबाल भइरहेको हामी आज सिटी राइड घुमिरहेछौँ है ए यहाँ त गोहीहरू गैँडाहरू ए खतरा देखिँदो रहेछ हामीले त गोहीको मासु खान जान लागेको अब अनि त्यसपछि तपाईँहरूले पनि आउनु होला गोहीको मासु खान यहाँ चाहिँ मयुरको अर्ग्यानिक फोटो छ है गाइज यता चाहिँ एकदम यो चाहिँ हाम्रो राष्ट्रिय निकुञ्ज यता चाहिँ हामी अर्को भिडियोमा चाहिँ अब हामी चाहिँ जङ्गल राइड गर्नेछौँ होइन बबाल छ हाम्रो डल्फिन यसलाई डल्फिन भन्छ नि दाइ यो चाहिँ अर्ग्यानिक डल्फिन हो खतरा छ यसलाई पानी चाहिँदैन बिना पानीमा खेल्छ होइन दाइ ल गाइज हामी यहाँबाट अब निस्किन लागेको तपाईँहरू पनि घुम्न आउनु होला साइकलमा घुमो भरतपुर होइन त ओके Umbrella Street. यहाँ गएर यसरी गरेर यसरी गरेर यस्तो थिच्ने भइहाल्छ नि सबैभन्दा सस्तो यही हो